भिडियोमा तपाईहरु सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु आजको नयाँ भिडियोमा र मेरो YouTube च्यानलमा तपाईहरुलाई फेरि पनि स्वागत छ। यदि नयाँ हुनुहुन्छ नि प्लिज लाइक अनि सब्स्क्राइब गर्नुहोला। सो आज चाहिँ स्पेशल दिन मेरो जन्मदिन पनि हो र सो हैन एउटा सानो सबैजनालाई बोलाएर अनि यसो केक काट्ने योजना थियो, त्यस्तो धेरै ठुलो त हैन। सो अनि त्यो योजना अनुसार आजको भिडियो स्टार्ट हुन्छ अनि सुरुमा यसो फोटो खिच्यो हैन, यसो फ्यामिली बसेर अनि यसो केकहरु रेडी गरियो अनि यताउता यसरी तयारी गरियो। अनि आज चाहिँ मेरो छोरालाई छोरा एकदम खुसी छ। बच्चाहरु त्यस्तै हो, खाना पाएपछि हैन खुसी भइहाल्छ। यस्तै छ अनि सबैजनालाई बोलाएको थियौं, यसो उपस्थित भइदिनुस्। अरु नभए पनि यसो केक खाने अनि यसो दिउँसो खाने केही रमाइलो गर्ने भनेर योजनाहरु बनाएको थिए अनि केही समय पर्खेपछि सबैजना आउनुभयो। अनि केक से काटियो यताउता हैन, जे छ त्यही यसो बसेर खाने विचारहरु गरियो अनि यसो नै रमाइलो भयो। जो सानो खर्चमा ठुलो पार्टी भने जस्तै हैन, रमाइलो भयो, सबैजना खुसी हुनुभयो। त्यही नै मेरो लागि सबैभन्दा ठुलो कुरा हो। सो अनि आजको यस्तै हो हैन, यस्तै रमाइलो भयो, राम्रै भयो। काकाले फोन गर्छ अनि नाच्ने गाउने यताउता हैन, झुक्ने कामहरु भयो। सबैजना यसरी नाच्ने गाउने यताउता हैन। सो अनि बेलुकी पख सबैजनालाई बोलाएर यसो खानाहरु खुवाउने काम पनि भयो। अनि आजको मेरो जन्मदिनमा थोरै सानो जुन हामीले कार्यक्रमहरु गरेका थियौं, सो रमाइलो भयो, राम्रै भयो। अनि बेलुकी हामी सबैजना बसेर अनि खानपिन गर्ने काम पनि भयो। सो अनि आजको भिडियो चाहिँ यतिमै खतम हुन्छ। सो अनि अर्को भिडियोमा फेरि पनि मिल्ने नै छौं। नेक्स्ट भिडियो लिएर आउने नै छु। साथीहरु लाइक अनि सब्स्क्राइब गर्दै गर्नुहोला। आज पनि टाटा।